आज बुढो भइहाल्छ हुन्छ पढ्दिउँ उयोले अर्कै हुन्छ हैन छोराको लानु रहेछ के छोरीको लागि हो फिमेललाई के रहेछ ब्रो जयन्ती मङ्गला काली भद्रकाली काली तो सिद्धान्त नि बुढो म हैन मेरो भाग्य सब जितिसक्नु अब दक्षिणा सकिने पहिले जमाना होइन म मिलाउँदैछु पहिले जमाना सिउरी खानु तर खानामा जमाएर राजन अब यस्तो धुला खान्छस् कि यता हेरिदिनु दिदी घरिघरि यता पनि राजाले फेरि ढोक्छ त आम्मै मैले जन्मेकै फौजको लागि है बुढो तपाईँ भनेको फौजकै लागि जन्मेको मान्छे पछिको दिनमा बुढो सेनाको एसाम भएर बुढो हो बुढो हामी चाहिँ अलिकति उता खालको हो कि हाउने खालको हो कि बुढो कुन बेला उता हुन्छ सकिहाल्छ तपाईँ हो बुढो यसो अलिकति मोटो पार्टीको ठेगाना गोर्खाको यसो गर्ने एकदम मनमा लिनु भयो त्यो चाहिँ एकदमै सबै बुढो पुरा होस् त बुढो पहिला चाहिँ 32 गते दिन्थ्यो बुढो अहिले अलिकति यो किराहरूले खाएर फुलाले अहिले घटिरहेको छ 30 मा झरेको छु तर मैले दिएको आशीर्वाद दिनेहरू पनि आउँदैन बहिनी त्यति नै हो मनमा दिएको काम चाहिँ सोचेको चिताको है 1 बर 2 भयो है खासियत नै यही हो मनमा नै है मनमा नै हुने जे पनि मेन स्पेसियालिटी भनेकै हो राणाको मासु ल्याउनु हुँदैछ ए राणाको मासु मैले खाइहाले त नि हिजो सबै थप्छ जिन्दगीमा दाइने हुनुपर्छ हुन्छ होला है के भन्छ यो चाहिँ अब खास मन्त्रबाट अब मेरो चाहिँ नम्बर एकदम दुर्गा माता शिवधनी स्वाहा स्वाहा नमस्ते